कताबाट ल्याउँछ हो यस्तो दिमाग जाऊ एउटा सिटामोलको कहानी बनाइदिरहेछ यार। रोल्पाको दर्दनाक अवस्थालाई मेन थिम बनाएर सौगात मल्ल, बेनिसा हमाल, लोकेन्द्र लेखक स्टारर सिटामोल मुभीको टिजर आएको छ। अब चाहिँ सौगात मल्लको ठिक युटिलाइज भयो जस्तो लागिरहेको छ। कमेन्ट गर्नु होला यदि तपाईलाई पनि सेम लाग्छ भने, र लाइक शेयर र सब्स्क्राइब गर्नु होला। अब टिजरको कुरा गरौँ। सिमोस सुनवार डिरेक्टरले यो मुभी टिजरकोमा सौगात मल्ललाई अलगै रोलमा देख्न सक्छौँ हामी। बीजीएम एकदम अथेन्टिक छ र अनि सुट गरिरहेको छ। सिनेमेटोग्राफी र क्यामेरा एंगल प्लस नेचुरल ब्युटीले झनै राम्रो देखाइरहेको छ मुभीलाई, टिजरलाई। ट्रु स्टोरीबाट इन्स्पायर पनि भनिरहेको छ है। अब तपाईले नोटलाई याद गर्नुभएको भए यो पास्ट टाइमलाइनमा छ, किनभने राजाको टाउको भएको नोटहरू देखिरहेको छ हामीले है। त्यो पनि राजा वीरेन्द्रको पालाको। त्यसैले यो मुभीको स्टोरी सिम्पल त स्योर छैन। सौगात मल्लको क्यारेक्टरमा लेयर हुन्छ जस्तो लागिरहेको छ। कमेडी, इमोसन, सस्पेन्स, थ्रिल, ड्रामा सबै छ जस्तो फिल भइरहेको छ है। र सोशल इस्युज त पक्कै छ। दुर्लभ ठाउँ सायद स्पोइल हुन सक्छ, तर हस्पिटल वा कुनै बिरामीको कुरा हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। र सबैको एक्टिङ र डायलग्सहरू एकदम राम्रो देखिरहेको छ र राम्रो सुनि पनि रहेको छ। सिनहरू पनि एकदम राम्रो छ र लास्टको त्यो सिनमा सौगात मल्लको एक्टिङ एकदम बवाल लाग्यो। अब यो मुभी रिलिज चाहिँ साउन 23 गते भनेको अगस्त 8 मा हुन्छ। अब कस्तो लाग्यो भनेर कमेन्ट गर्नु होला है। थ्यांक यू सो मच फर वाचिङ टिल नाउ। दिस वाज माइ जस्ट ओपिनियन अबाउट सिटामोल मुभी टिजर।